यो सगादवाको महिनामा हामी आज एउटा प्रार्थना आफ्नै लिपिमा पढ्न सिकौँ। प्राय जस्तोलाई चाहिँ यो मुखस्थ छ होला, यो प्रार्थना चाहिँ मुखस्थ छ होला, तर यो आफ्नै अक्षरमा पढ्न सिक्नु पायो भने चाहिँ उच्चारण पनि मिल्छ र एक शब्दको माने पनि बुझ्न सक्नुहुन्छ। त्यसैले गर्दाखेरि आज हामी यो प्रार्थना पढ्न सिक्नेछौँ। अब यसरी पढ्नु पर्यो। सा ना सा सङ, सा ना सा सङ। जहिले पनि सा ना सा देखा पर्यो भने सा ना सा सङ भन्ने। सा ना सा सङ। रा ग त गा गा य त ग्या सा गे। संगे, संगे माने बुद्ध। छा नारो छो सा छ। छा नारो छो सा छ माने धर्म। सो के भयो? बुद्ध धर्म। दा ङा दाङ, दाङ दाङ माने र, बुद्ध धर्म र। माओ छा नारो छो गा छोक। माओ छा नारो छो गा छोक। गा खिको गी के भयो? बुद्ध धर्म र। माओ छा नारो छो गा छोक माने सर्वश्रेष्ठ, सर्व ऊंचा। माओ छा नारो छो गा छोक सर्व ऊंचा, सर्वश्रेष्ठ। गा खिको गी सर्वश्रेष्ठ को। छा नारो छो गा सा छोक। छा होइन छ। छा नारो छो गा सा छोक। र नाता ना मा सा नाम ला। सो माने के भयो? बुद्ध धर्म र सर्वश्रेष्ठ को समूह। समूह नाम माने हरूलाई। बुद्ध धर्म र सर्वश्रेष्ठ को समूहहरूलाई बा यता जा ङा छङ। बा यता जा ङा छङ। छ सेप्चु छु बा छुप। बा रा बर दा सेप्चु दु। छङछु बर्दु। बा यता छा ङा छङ। छ सेप्चु छु बा छुप। बा रा बर दा सेप्चु दु को अर्थ छङछुप जस्तै छङछुप घिसिङ माने बौद्धि वृक्ष। छङछुप सम्बा माने बोधि सत्वा। छङछुप घिसेम माने बोधि चित्ता। सो यहाँ चाहिँ छङछुप फर्दु माने जबसम्म बुद्धत्व प्राप्त हुँदैन तबसम्म। छङछुप फर्दु जबसम्म बुद्धत्व प्राप्त हुँदैन तबसम्म बाओ दा गा दक। बाओ दा गा दक। यो क्लासिकल टिबेटन बाओ दा गा दक माने म ना खिकु नि चाहिँ जबसम्म बुद्धत्व प्राप्त हुँदैन तबसम्म म चाहिँ सा कत का यत क्या बा सा क्याप। सा कत का यत क्या बा सा क्याप। सा सेप्चु सु माओ छाकिकु छि। छङछु फर्दु धाग्ने क्याप्सु छि। छङछु फर्दु जबसम्म बुद्धत्व प्राप्त हुँदैन म चाहिँ शरणमा जानेछु। कसको शरणमा जानेछु भन्नुको मतलब चाहिँ बुद्ध धर्म र सङ्घ। सर्वश्रेष्ठको समूह माने सङ्घ। बुद्ध धर्म र सर्वश्रेष्ठको समूहहरू
को शरणमा जानेछु भाओ दा गा दाक गा खिकु गी सा गी भाओ दा गा दाक अहिले भनेको जस्तै म भाओ दा गा दाक गा खिकु गी सा गी यदि पछाडि सा छ भने चाहिँ मैले यो भयो को यो चाहिँ ले मैले दागी सा बता बा यता जा छा किको छि ना छिन जेनरेसिटी दान दिनु दागी छिन सा नारोसो गा सा सोक इत्यादि सा नारोसो गा सा सोक इत्यादि भाओ गा यता ग्या ग्या किको गी सा गी मैले दान इत्यादि दान दिनु इत्यादि गरिएको गी पा हा किको पे भाओ सा नारोसो दास ना मा सा नम का यता क्या क्या किकु की सा की मैले दान दिनु इत्यादि गरिएको पुण्यले पछाडि साथ त्यसले गर्दाखेरि का यता क्या क्या किकु की सा की पुण्यले हाओ गा रता डा डानारो डो ला डो ला डो माने हिँडडुल गर्ने प्राणीलाई डो भनेर पुस्तकतिर लेख्ने गर्छ हाओ गा रता डा नारो डो ला हिँडडुल गर्ने प्राणीलाई फा ना फेन फाइदा पुर्याउनु फेन डोला फेन फा यता छा छा किकु छि रा छिर हिँडडुल गर्ने प्राणीलाई फाइदा पुर्याउनुको निम्ति साङा सा सङ रा गता गा यता ग्या सा गे बुद्ध हाओ गा रता डा सेप्चु डु बा डु पारा पर सा नारो सो गा शोक हिँडडुल गर्ने प्राणीलाई फाइदा पुर्याउनुको निम्ति बुद्धता प्राप्त गर्न सकौँ भनेर चाहिँ यसको माने यस्तै छ म यो दुःखदेखिको मुक्ति पाउनुको लागि म धर्म अभ्यास गर्छु भनेको होइन अरूलाई फाइदा पुर्याउनुको लागि म चाहिँ बुद्धता प्राप्त गर्न सकौँ भन्ने प्रार्थना एकदमै राम्रो छ र सधैँ काममा जानुभन्दा अगाडि यो प्रार्थना गरेर आज म केही काम राम्रो काम गर्छु भन्ने विचारले चाहिँ दिन सुरु गर्नुभयो भने चाहिँ धर्म अध्ययन गरेको फाइदा चाहिँ हुन्छ फाइदामान हुन्छ त्यसरी So how do we pray this? So in English, Buddha, the doctrine and assembly of excellent ones. Changchu Pardu, until I attain Buddhahood, Dagni, regarding myself, Kyapsuchi, I go in refuge. I go in refuge of Buddha, Dharma, and Sangha until I attain Buddhahood. Dagi Chinsok Gibe Sonam Ki, by the merit of doing such thing as giving generosity and so forth. Dola Fenchir Sange Dubar Shok. In order to benefit the migrant beings, may I
attain Buddhahood. So, so the objective of practicing the Dharma is not for yourself, to benefit others. This is what it means. You will do things to benefit others selflessly. Okay, so I will pray this prayer. Sangye chudang choki chognam la changchu pardu dagni kyapsu chi dagi jinso gi be sunam gi dola penchir sangye dupar esho Sangye chedan choki choknam la changchu pardu dagni gyapsu chi dagi jinso gibe sunam gi dola penchir sangye du